When I was a kid मलाई चाहिँ होटलमा मोमो र चाउमिन मात्रै पाउँछ जस्तो लाग्थ्यो किनभने म गाउँमा जन्मेर हुर्केको अनि बजार कहिलेकाहीँ मात्रै जान्थेँ त्यस्तो धेरै जान्थेन अनि खाजा खान जाने बेलामा जसले पनि मोमो अनि चाउमिनै खाइराखेको देख्थेँ अनि हामी पनि त्यही अर्डर गर्थ्यौँ तर मैले सानोमा मोमो खान्थेन मलाई मन पर्थेन किनभने एकदमै धेरै तातो हुने अनि जहिले पनि मुख पोल्दिन्थ्यो अनि पिरो पनि हुन्थ्यो मैले भुँडामा पिरो पनि खान्थेन त्यही भएर मैले खान सक्थेन अनि चाउमिन मात्रै यति धेरै केचप हालेर गुलियो बनाएर खान्थेँ तर अब म बिस्तारै ठुली भएँ अनि त्यसपछि मलाई चाउमिन त्यस्तो धेरै मन पर्न छोड्यो मलाई मोमो नै मन पर्न थाल्यो त्यही पनि कहिलेकाहीँ घरमा बनाएर खाइराखेको हुन्छु सो त्यही भएर आज म चाउमिन बनाउँदैछु फर्स्टमा चाहिँ पानी उमालेर चाउमिनलाई बसाल्दिएँ त्यसपछि मैले भेजिटेबल्सहरू मजाले धोएर काटेँ एउटा प्यान लिएर त्यसमा तोरीको तेल हालेँ त्यसमा लसुन प्याज खोर्सानी अथवा भयभरको सबै भेजिटेबल्स राखेँ अनि कस्तो राम्रो कलरफुल देखेको पकाउँदाखेरि पनि खाइदिउँ जस्तो तर खाएन त्यसमा मैले सोया सस भेनिगर हालेँ अनि चाउमिन राखेँ नुन मसलाहरू पनि मैले सबै पहिल्यै हालिदिन्छु कि पछि घोल्दाखेरि सबै ठाउँमा पुगोस् भनेर अनि त्यस्तोले पकाउँदा पकाउँदा हाम्रो चाउमिन पनि रेडी भइहाल्यो एकैछिनमा आँखा चिमिक चाउमिन पाकिहाल्यो यस्तो त्यो बजारकै जस्तो त बन्दैन घरमा बनाउँदा जति ट्राई गरे पनि मैले गर्दाखेरि चाहिँ बन्दैन तर मिठो चाहिँ एकदमै मिठो बनाउँछु अनि सबै बनाइसकेपछि चाहिँ प्लेटिङ गरेँ प्लेटिङ भनेर बजेलाई दिएँ अनि आफूलाई चाहिँ यति धेरै केचप हालेर खाएँ गाइस त्यही हो हजुर पनि बनाएर खानु होला बाई बाई सी यु नेक्स्ट भिडियो